उपस्थित हुनुभएका महिलाको ज्यू त्यसका अध्यक्ष ज्यू र प्यारा भाइ बहिनीहरू आज यस विद्यालयमा आज पुरा संस्थाले नाता गठन गर्नु यो विद्यालयको नाता मात्र होइन यो जनप्रिय राष्ट्रिय मावि हात्तीबाङ र लायन्स क्लब अफ चितवन र नेपाल क्षयरोग निवारण संस्थाको गहिरो नाता हो। मलाई लाग्छ यो मेरो विद्यालय यो ठाउँको विद्यालय हो, चितवन जिल्लाको सबभन्दा विकट ठाउँको विद्यालय हो। उहाँले यस्तो विद्यालय छान्नुभयो, यसको लागि म यो आयोजक समितिलाई धेरै धन्यवाद दिन चाहन्छु। मेरो विद्यालय 95% भन्दा बढी विद्यार्थी चेपाङ समुदाय जो हरेक दृष्टिले पछाडि परेका समुदाय हो। यसमा उहाँले जुन सहयोग गर्नुभयो यसको लागि म यस विद्यालयको तर्फबाट धेरै धन्यवाद दिन चाहन्छु। मेरो विद्यालय इच्छाकामनाको दोस्रो धेरै विद्यार्थी हुने विद्यालय हो। गएको यासको नतिजामा मेरो विद्यालय गाउँपालिकाको फर्स्ट हो। यसको मुख्य देन भनेको मेरो विवेश समितिका सदस्यहरू, मेरा शिक्षक मित्रहरू र मलाई सहयोग गर्ने दार्जिलिङ संस्थाहरू उहाँहरू चिन्ता गर्नुहुन्छ। किनभने मेरो विद्यार्थीहरू यति गरिब छ, तपाईँहरूले सोचेको भन्दा बढी गरिब छन् उहाँहरू। तर आज उहाँहरूले यसको चिज दिनुभएको छ। भाइ बहिनीहरू तपाईँ ध्यान दिएर सुन्नु होला, किनभने यो जुन किताब दिनुभएको छ त्यो किताब सबै रोगको उपचार हुन्छ। एउटा रोगको मात्र होइन, यसले यहाँ नेपाल क्षयरोग मात्र होइन, यहाँ तपाईँ हामीलाई असाध्यै जिन्दगीमा असाध्यै प्रेस दिने गरिबलाई पनि अन्त्य गर्ने किताब हुन्छ। मात्र तपाईँहरू सिक्नु पर्यो। यो किताबमा तपाईँहरू ढुक्नु सक्नुपर्छ, यो किताबमा तपाईँहरूले पढ्न सक्नुपर्छ। यो किताब के हो? जबसम्म तपाईँहरू किताबमा ढुक्दैन, जबसम्म तपाईँ किताबमा पढ्दैन, तपाईँलाई निन्दा धेरै लाग्छ, तपाईँले धेरै कुरा खानुहुन्छ, तपाईँ घुम्नुहुन्छ, लास्टमा तपाईँ फेर्नुहुन्छ। जुन दिन तपाईँहरूलाई यो मेरो लागि किताब पढ्ने तपाईँ पढ्नुहुन्छ, तपाईँलाई किताबमा ढुक्नुहुन्छ, तपाईँ निन्द्रा लाग्दैन, घुम्न मन लाग्दैन, सबै कुरा तपाईँले शिक्षामा दिनुहुन्छ, जसले गर्दा तपाईँ पास हुनुहुन्छ, तपाईँको जिन्दगी सधैँभर उज्यालो हुन्छ। तपाईँलाई कुनै रोगले छुँदैन, तपाईँलाई गरिबले छुँदैन, सधैँ उज्यालो हुन्छ। यस्तो महान कार्यमा सहयोग गर्न आउनुभएका लायन्स क्लब अफ नागढ चितवन र नेपाल क्षयरोग चितवन संस्थालाई तपाईँहरूले एकचोटि उहाँलाई ताली बजाएर स्वागत गर्नुहुन्छ। आगामी दिनहरू पनि किन राम्रो गर्नु, किनभने यो विद्यालय तपाईँ जस्ता प्रान्तीय संस्थाले गराइदिनु भयो। किनभने मेरो विद्यार्थीका अभिभावकको अवस्था त्यस्तो छ, उहाँहरूले शिक्षामा गर्नुपर्छ भन्ने कुरा उहाँले बुझिसक्नु भएको छैन। यो क्षेत्र त्यस्तो क्षेत्र हो, भौगोलिक रूपमा असाध्यै सुन्दर क्षेत्र हो। मलाई लाग्छ कि आजले मित्रहरू मलाई लाग्छ कि उहाँहरू पहिलोचोटि यहाँ आउने हुन्छ होला। यति बडो पनि यहाँ आउनलाई त मलाई यति समय लाग्छ। यो मुख्य कारण हो भौगोलिक कठिनाइ। मलाई लाग्छ कि यो नाता र यो नाताले तपाईँ र हाम्रो बिचको सम्बन्ध अझै गहिरो हुनुपर्छ। जुन त्यो सम्बन्धले हाम्रा भाइ बहिनीको जिन्दगी सूर्य जस्तै चम्किन हुनुपर्ने हुन्छ र यसले गर्दा यहाँका सम्पूर्ण भौगोलिक रूपमा भएका कठिनाइहरू अन्त्य हुनुपर्छ। हामी गरिब भएको होइन, हामीले यहाँका प्राकृतिक स्रोतहरूलाई प्रयोग गर्न नसकेर हो, समयलाई प्रयोग गर्न नसकेर हो। यसलाई पनि तपाईँहरूले सहयोग गरिदिनु होला, किनभने हामीसँग यति सुन्दर हावा छ, हरियाली वन छ, यति सुन्दर चिज छ, तर पनि हामी गरिब भएका छौँ। यसमा हाम्रो कमजोर छ, हामीले त्यसलाई प्रयोग गर्न सकेन। वित्तीय शास्त्रीहरू सरहरू म्याममै आउनुभएको छ। हरेक क्षेत्रबाट तपाईँहरूले सहयोग गरिदिनुहोस्। मेरो विद्यालय मात्र होइन, मेरो छिमेकी विद्यालयको सहयोग गरिदिनु, किनभने मैले तपाईँहरूसँग डाइरेक्ट गर्न सकेको छु, बोल्न सकेको छु, तपाईँहरूले सहयोग मलाई गर्नुपर्छ।
मेरा छिमेकी विद्यालयले तपाईँसँग सम्पर्क गर्न सक्नु भएको छैन। योभन्दा पनि दयनीय अवस्था छ मेरो छिमेकी विद्यालयको अवस्था। यसमा पनि ध्यान दिनको लागि म अनुरोध गर्दै पुनः तपाईँहरूलाई स्वागत गर्दै र पुनः धन्यवाद दिँदै म यहाँबाट बिदा हुन्छु।